नमस्ते, म रेवन्त श्रेष्ठ। मेरो मिनी भ्लगमा स्वागत छ तपाईहरुलाई। आज म तपाईहरुलाई यो दुधकोशीमा लगाइने भनेको बेली ब्रिजको लागि यो पाइलिङ मेसिनहरु रबुवा आइपुगेको छ है। म तपाईहरुलाई देखाउन गइराखेको छु सानो मेरो भिडियो मार्फत हेर्दिनु होला। यो चाहिँ अब त्यो खन्नुको लागि प्रयोग हुँदो रहेछ हैन, होलको लागि, होल बनाउनुको लागि। त्यहाँबाट चाहिँ अनि उनीहरुको यो काम सुरु हुने रहेछ। हेर्नुस् यो पाइलिङ मेसिनको सामानहरु रे। मलाई त यसको बारेमा अब अध्ययन पनि गरेको छैन मैले है। आज चाहिँ रबुवा भन्ने ठाउँमा आइसकेको छ। यो छोटे खोलाको पुल है। यो हाम्रो सानो छोटे खोलाको पुल हो। यहाँबाट तर्दै छ त्यो पाइलिङ मेसिनको सामान बोकेको। अब मेसिन चाहिँ पछाडी छ, मेसिन पनि आउँदै छ, हेरौँ। अब यो पाइलिङ मेसिन पनि यो खोलाको पुलबाट तार्ने कुरा छ। यो पाइलिङ मेसिनको वेट चाहिँ भन्नुहुन्छ भने 55 टन क्षमता, 55 टन क्षमता पाइलिङ मेसिन मात्रै। यसलाई बोकेर एउटा टेलरले लिएर आएको थियो, त्यो टेलर फर्क्यो। त्यो टेलरको वेट चाहिँ 20 टन गरेर 55 र 20 75 टन क्षमताको रहेछ। त्यो चाहिँ अहिले टेलर यहाँबाट यो मेसिनलाई यहाँ झारेर गइसकेको छ। अब यो मेसिन चाहिँ यहाँ यो खोलाको पुलबाट अब यत्रो कति टन क्षमताको होला यो पुल। सुन्नुमा आएको छ 60-65 टन क्षमतावालाको पुल भनेको छ। कहीँ यही पुल त धराप त हुँदैन नि यो मेसिन तर्दा। हेरौँ अब, हेरौँ है 55 टन क्षमताको यो पाइलिङ मेसिन कसरी तर्दो रहेछ हेरौँ है। ल हेरौँ है अब यो कसरी तर्छ पुल हेर्नु पर्यो। यत्रो क्षमतावान मेसिन छ। 55 टन क्षमता भनेको त सानो होइन त हौ। ल हेरौँ है हजुरहरु, हेरौँ है अब पुलमा आइसकेको छ। हेरौँ यस्तो पावरफुल मेसिन। कतै पुल त धस्किँदैन नि, नभए त हाम्रो फेरि यो पुल कति वर्षमा बल्ल बल्ल बनेको पुल। एउटा पुल बनाउन आएको, अर्को पुल गयो भने फेरि अर्को बर्बाद हुन्छ फेरि। ल है पुलमा आयो मेसिन, पुलमा आयो। सानी कम्पनीको रहेछ। के हो पुल त हल्लियो त। आयो है। ल हाम्रो पुल छोटा खोलाको पुल बलिसक्यो हो। आम्मामा गयो त हौ पुल त, कतै लड्दैन नि, भाँचिँदैन नि, तर्दैछ है। तर्दैछ। आधी भाग त पुग्न लागिसक्यो। ल आधी भाग त पुग्न लागिसक्यो है। ओ परमेश्वरी केही नहोस् है। ओ साइड ल अब रबुवा बजार पनि टेक्यो भन्दा पनि हुन्छ। अब तपाईहरुलाई फेरि पछि म अब यो पुल तरिसक्नु लाग्यो है। ल यो पुल हाम्रो एकदम पावरफुलै रहेछ भनौँ न। अब यत्रो 55 टन क्षमताको मेसिन तर्ने पुल भनेपछि त सानो होइन त, राम्रै पुल बनेको रहेछ हाम्रो यहाँ। ठिक छ। ल अब तपाईहरुलाई म अब यो पाइलिङको काम सुरु गर्दाखेरि चाहिँ म अब सुरु गर्ने गर्ने बेलाको भिडियोहरु हाल्नेछु तपाईहरुलाई म है त। हस् यो पुल पनि तरेको छ भन्दा पनि हुन्छ है, तरिसकेको छ। ल पछि तपाईहरुलाई म फेरि अर्को भिडियो लिएर आउनेछु है हजुरहरुलाई। हस् बाई।